हेलो एभ्रिवान सेवारो नमस्ते म चाहिँ विमुख सामीवाङ लिम्बू आज चाहिँ म कहाँ छु भने सिक्किमको दामथाङ भन्ने बजारमा रहेको छु यहाँले देख्न सक्नुहुनेछ अनि म चाहिँ आज यो भिडियो मार्फत के भन्न गइरहेको छु भने लावनसँगको उहाँको दिदीको घरसम्मको आउँदाको एकदम एउटा मेमोरीको लागि भिडियो बनाउँदैछु यहाँ देख्नुहुन्छ हेलो के हो अकेला अनुभव अलिकति ini ainda atan ke kamu दामथाङमा मात्रै भयो अनि यता दिदी हुनुहुन्छ अमृता केरो मेम्बी उहाँ चाहिँ एकदम पसलमा चटपटे यहाँ चाहिँ झारमुरी भन्ने गर्नुहुन्छ झार हैन झारमुरी भन्छ झारमुरी के पो अरे यसको नाम आफै म गर्नु झलमुरी चाहिँ हो झारमुरी भने सुन्छु म चाहिँ नि अनि झारमुरी भन्दा अस्ति म चटपटे खोज्दै हिँडेँ तर पचटमा त नबुझ्दो रहेछ कि अनि झारमुरी भन्दाखेरि बुझ्दो रहेछ अनि म त एउटा एकदम कहानी नै भएको छ कस्तो भन्दाखेरि होइन नाम्चीमा एउटा हाम्रो मधेसी भैयाले होइन ल्याउनु भयो अनि चटपटे भनेको बुझ्नु भएन क्या अनि त्यहाँ बनाइराखेको देखेको थिएँ अनि बनाएको देखेको थिएँ अनि चटपटे भन्दा नबुझ्ने रहेछ अनि मैले त नि भरे अनि हो यो चाहिँ बनाएर दिनुहोस् न भनेको होइन यसले चटपटे नै झारमुरी भन्छ यहाँ भनेर त्यहाँदेखि थाहा पाएको ल त्यो चाहिँ एकदमै होइन के भनेको छ भन्दाखेरि अविस्मरणीय पल भएको छ चोक पनि तपाईँ चाहिँ तपाईँको नाम शुभ नाम सुरक्षित राई तपाईँको घर चाहिँ मेरो चेम्चे हो कता चेम्जे कहाँ पर्छ त्यो चाहिँ यहाँदेखि चेम्चे यहाँदेखि यता पठाएको छ ए अहिले चाहिँ कहाँदेखि आउनुभएको राइट साइडपट्टि पर्छ कि 2 किलोमिटर छ ए हो अहिले चाहिँ कहाँदेखि आउनुभएको अहिले घरैदेखि आएको ए हो हस् त धन्यवाद तपाईँलाई पनि ल अब के छ भने भनिदिइहालौँ 2 मिनट भइसक्यो कोही के बोक्नु भएको यो चाहिँ पथिमान वाबे कोही चेक कम आज पानी